परमेश्वरको वचनमा लेखिएको छ, कसलाई पाइहालु र खाइहालु भने गर्जने सिंह झै शैतान खोजी हिँडेको छ। तपाईको विरुद्धमा हरेक दिन शैतान विरुद्धमा खडा हुन्छ। हरेक दिन तपाईलाई समस्या गरौँ भने शैतान खडा भइरहेको हुन्छ। तपाईको विरुद्धमा हरेक दिन शैतान तपाईलाई खोजी हिँड्छ। एउटा गर्जने सिंहले सिनोलाई खोजे झैं हरेक दिन शैतानले तपाईलाई खोजी हिँड्छ। त्यस कारणले एसायाको पुस्तक अनि 54 को 17 पदमा लेखेको छ, तेरो विरुद्धमा बनाएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्ने छैन र तँलाई दोषी ठहराउन हरेक तिम्रोलाई तैँले नै दोषी ठहराउने छस्। आमेन। तपाईँ र मेरो विरुद्धमा बनाएको हतियारले तपाईँ र मलाई चाहिँ जित्न सक्ने छैन, किनभने परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ। भजन सङ्ग्रह 23 को 1 पदमा लेखेको छ, परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ। उहाँले हामीलाई हरियो खर्कमा चराउँछ, सिंचाइको पानीमा डोर्याउनुहुन्छ। मृत्यु र अन्धकारमा घाँटी भएर जानु परे तापनि उहाँको लट्ठी र उहाँको लौरोले हामीलाई सान्त्वना दिन्छ। त्यस कारणले हाम्रो विरुद्धमा बनाएको कुनै पनि हतियारले हामीलाई जित्न सक्ने छैन। हाम्रो विरुद्धमा बनाएको हतियारले हामीमाथि आउँ भन्ने, हामीलाई नोक्सान गर्न आउँ भन्ने शैतान, समस्या एक बाटो आउँ भन्ने शैतान समस्या 7 बाटो काटेर भागेर जानेछन्। परम प्रभु हाम्रो साथ पाउनुहुन्छ, हाम्रो गोठालो हुनुहुन्छ, हाम्रो जस्तो सुकै परिस्थितिमा हामीलाई सहायता र मद्दत गर्नुहुन्छ।